नमस्कार। यो दुईवटा सिरियस विषयमा बोल्नै पर्छ जस्तो लाग्यो होइन। सितिमिति त्यस्तो यो सन्देशमूलक यस्तो बोलेर भिडियो बनाउने मान्छे त म होइन है पनि। एउटा यो गालीको विषय है, त्यस्तो लामो यसको विश्लेषण यताउति गर्दिनँ म, थोरै सन्देश मात्र। यो गालीको विषय अब अहिले नेपाली समाजमा त सबै मान्छे भनौँ न, धेरै मान्छे गालीमा पिएचडी नै हुन् कि होइन, एउटाले अर्कोलाई एकदमै निम्न स्तरको शब्दहरू प्रयोग गरेर गाली गर्ने होइन, एउटा जाति, क्षेत्र, लिङ्ग, वर्ग, समुदाय अथवा राजनीतिको मान्छेले यो चाहिँ अलि उत्कर्षमै जस्तो, थोरै के भन्छ, छरपष्टै जस्तो देखिन्छ होइन, खास गरी सामाजिक सञ्जालमा। यसमा मेरो सन्देश के छ भने, गाली त्यसरी मुख छोडेर होइन नगरौँ होइन, त्यसले हामीलाई, मलाई पनि माथि लाँदैन होइन, जसले गाली गर्छ उसलाई पनि माथि लाँदैन, तलै झार्छ। जस्तो हत्यारा, भनौँ न ल, 17,000को हत्याराबाटै सुरु गरौँ होइन। लामो पृष्ठभूमि छ, के छ कसो छ, अब हत्या हुन गएको पनि सत्य हो होइन। त्यसलाई यसरी उहाँले गरेको आन्दोलनको कारणले, उहाँले अगुवाई गरेको चाहिँ एउटा अभियानको कारणले यत्रो मान्छेहरूको हत्या हुन गयो होइन। यो हत्याको जिम्मेवारी उहाँहरूले लिनुपर्छ, यसमा उहाँहरू दोषी हुनुहुन्छ भनेर क्लेम गरौँ के होइन, यो ढङ्गले क्लेम गरौँ। जस्तो अर्को छ धर्मभक्त, धर्म ढकालको हत्यारा फलानु होइन। उहाँहरूले त्यति बेला मान्छे भनौँ न हिंसात्मक तरिकाले आन्दोलन गर्नुभएकै हो, उहाँहरूले पनि हतियार उठाउनु भएकै हो, धर्म ढकालको पनि चाहिँ हत्या भयो, त्यसमा चाहिँ फलानुलाई चाहिँ आरोप लागेको छ होइन, अथवा उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्न सकियो कि होइन। त्यसै गरेर यो जसरी हामीले आरोप लगाउँछौँ होइन, यो ठाडो अलिकति अशिष्ट शैलीमा नभइकन थोरै अलिकति कुटनैतिक शैलीमा होस् भन्ने मेरो अनुरोध छ। र अर्को एउटा छ विदेशी दलालको विषय होइन। यो विदेशी दलालको विषयमा पनि अब कोही नयाँ आउन खोज्नेहरूलाई अथवा पुरानैलाई पनि होइन, सबैलाई हो, बाबुरामकै पालादेखि हो, विदेशी दलाल हो, इन्डियाले चलाएको हो अथवा चाहिँ अमेरिकाको खेल हो होइन भनेर चाहिँ यो अलि अति भयो। यो पनि हामी यो भ्रमबाट मुक्त हुनुपर्छ। हेर्नुहोस् होइन, यहीँ मिले त भयो त, संविधान बनाउँदा नि यहीँकाले बनाएको, प्रजातन्त्र नि ल्याएको होइन, जेनजी आन्दोलन पनि यहीँको नेपाली चाहिँ युवा युवती, सचेत युवा युवतीहरूकै अगुवाईमा भएको। अब त्यो के भन्छ तपाईँको, धमिलो पानीमा माछा मार्ने त इतिहासमा सधैँ हुन्छ त होइन। आउँछन् मान्छेहरू, त्यो क्रममा मिल्न आउँछन्, कोही विभिन्न स्वार्थले आउँछन्, विदेशीहरूले खेल्न खोज्छन्, छिमेकीले खेल्न खोज्छन्, त्यो त स्वाभाविक छ त। त्यो हामी आफूमा पर्गेल्न पर्यो होइन, आफूमा मिल्न पर्यो, आफूमा सहयोग गर्न पर्यो सकारात्मक हिसाबले होइन, अथवा एउटा चाहिँ जिम्मेवार तरिकाले आफ्नो मतहरू जाहेर गर्न पर्यो, त्यो लाइनमा जानुपर्छ भन्ने मलाई लाग्छ होइन। मलाई लाग्छ अब हामी पहिला 2060 सालमा काठमाडौँतिर युनिभर्सिटी पढ्दा पनि कृष्ण पहाडीलाई हामी धेरै नै राम्रो मान्थ्यौँ, अहिले पनि मान्छौँ होइन। अमेरिकाले एउटा दक्षिण पूर्वी एसियाबाट यसरी घेर्दैछन्, यस्तो गर्दैछन् भनेर अलिकति बढी नै अतिरञ्जनापूर्ण गरिन्थ्यो कि त्यो कुरा अहिले पनि करिब करिब छ। यसो गर्दैछ, पूर्वी एसियामा यस्तो गर्दैछ, यसरी चाहिँ सबै चाहिँ घेरा हाल्दैछ। अब हाम्रो देश भन्नुहोस् न, युक्रेनकै नाम लिएर भन्ने क्यार्ने, त्यो अलिक बढी लघुतावास पनि हो, त्यो डर पनि हो। त्यसै कारणले यस्तो कुराहरूको पछि नलागौँ होइन। कसैलाई पनि अब आरोप लगाउँदाखेरि अलिकति थोरै मर्यादित तरिकाले, अलिकति के शङ्काको सुविधा दिएर त्यसरी आरोप लगाउँ क्या, पुष्टि भएको कुराहरूलाई एउटा हुन्छ होइन। अनि खास गरेर चाहिँ यो राजनीतिक पार्टीमा आबद्ध अलिकति नबुझेकै भन्नुपर्छ होइन, अलिकति अपरिपक्व मान्छेहरूले नै खास गली छोडेर
फलानु चोर, फलानु सहकारी ठग, होइन, यस्तो चाहिँ भनेको पाउँछौँ हामी, होइन। जस्तो सहकारीको हकमा पनि उहाँले चलाएको कम्पनीमा सहकारीबाट पैसा ल्याइयो, त्यहाँबाट त्यो पैसा कम्पनीले आफ्नो स्वेच्छाले प्रयोग गर्यो, उहाँ चाहिँ सहकारी ठगीमा दोषी हुनुहुन्छ, संलग्न हुनुहुन्छ, अथवा होइन उनले जिम्मेवारी लिनुपर्छ भन्ने ढङ्गले चाहिँ, होइन, तपाईँले क्लेम गर्न पाउनुभयो, होइन, त्यसरी मर्यादित तरिकाले राख्न पाउनुभयो। यो गरौँ जस्तो मलाई लाग्छ, होइन। अब बोल्न चाहिँ पर्दो रहेछ, हेर्नुहोस्, हामी धेरै ठुलो विद्वानहरू भए पनि, होइन, पदमा बसे पनि, नबोल्दै गर्दाखेरि पनि यो कुराहरू झन् झाँगिँदै जाने जस्तो स्थिति देखियो। त्यसै कारणले यस्तो कुराहरू, सन्देशहरू फैलाउँ, आफ्नो ठाउँबाट योगदान दिउँ, होइन। यही नै मेरो हार्दिक अपिल छ। अब कुनै बेला अब हामी आफै पनि अलि बढी बोल्न पनि सकिन्छ, बढी लेख्न पनि सकिन्छ, होइन। त्यस्तो कुरा भइहालेको भए पनि समीक्षा गर्दै जाउँ, थोरै आफैलाई मर्यादित बनाउँदै जाउँ, होइन। समाज शिष्ट बनाउनु पर्यो, एउटा प्रणालीमा चल्ने बनाउनु पर्यो, होइन, भन्ने नै मेरो अनुरोध हो। हार्दिक धन्यवाद छ यहाँहरूलाई। यो सन्देश अब मनन होस्, होइन, धेरैसम्म पुगोस्, र खास गरी त्यस्तो आलोचनात्मक भनौँ न, एकदम तिखो टिप्पणी, निम्न स्तरको टिप्पणी गर्ने मान्छेहरूको मन चाहिँ खुसी हुँदैन। हेर्नु, उनीहरू पीडितै हुन्छन्। त्यहाँ उनीहरूको राहतको लागि पनि, होइन, उहाँहरूको कल्याणको लागि पनि हामीले यसरी चाहिँ प्रेजेन्टेसन गर्नुहोस् है भनेर उहाँहरूलाई सुझाव दिनुपर्छ। त्यसले सबैको भलो हुन्छ जस्तो मलाई लाग्छ। हार्दिक धन्यवाद। नमस्कार।